काभ्रेको रोसी गाउँपालिका माम्ती स्थित रोसी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रूपमा सुचारू भएको छ। अविरल वर्षापछि भएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग मङ्गलबार दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। राजमार्ग पूर्ण रूपमा सुचारू भए पनि दुई पाङ्ग्रे सवारी साधनलाई भने आवत जावत गर्न कठिनाई देखिएको छ। बीपी राजमार्गको माम्ती स्थित रोसी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो।